ढोकभेटको लागि जाँदैछौँ। भाइ मम्मी पापा सबैजना मिलेर गाउँको मान्छे मिलेर आज बेहुला बेहुलीले ढिलो गरायो यहाँ। सानो भिडियो बनाएको छु मैले। सबैलाई मन पर्यो भने चाहिँ यसो लाइकहरू गरिदिनु होला। हामी चाहिँ बिहा पार्टी गएको। पापा यस्तो छ बाटो चाहिँ। यो बाँस गाडी काटेर मात्रै जानु पर्यो नि त। डल्लै बाँस गाडी। गेट पास अब गेट पास पास छ कि छैन बुझाइन सानो भाइ होइन। अब चाहिँ हामी पुग्नै आँट्यो। ठिकै हो अब ठिकै हो। यो चाहिँ गेट पासको लागि। बेहुलाले हौ बेहुलाको बाउले काट्छन् भाइ बाउले गर्नु भएको थपरे खोइ नमस्ते समस्ते कसले गर्छ? भाग्य मानी मेन सेफ। गाडीमा टाइम के दाजु म भाउजू यस्तो हो नि त। टाढो बाटो गाडी घोडाको अलिक टाइम मिलेन अनि पानी हावाले बाटो अन्त तिनीहरू यसो पान्छौँदा हामी टाढो बाटो हो। अब गाडी पाउँदैन भनेको जस्तो ढिलो भइगयो। आधी घन्टा मात्र लेट भएको छ। बाटो बिग्रेर जाममा फसेर भत्काइको जाममा बस्यो। फेरि गाडी भनेको छ गाडी पाउँदैन। भेडाको बडी गार्ड चाहिँ यति राम्रो रहेछ। ऊ चाहिँ फिक्स कहीँ जाँदैन, उसँग मात्रै बस्दो रहेछ। यो चाहिँ त्यहाँनिर चिप्लिने राख्नु भएको रहेछ। हामीले त्यो याद गर्नै पाइएन नि त। अन्त है चकी गर्दैन चकी हाम्रो चाहिँ जन्ती ठुलो छ नि त भाइ। एकताल चकी कुकी होइन
भाइ उ नमस्ते बोजू म बोजू हो को म यस भाइ तेरो टिका खोइ सबको टिका छ त हेर त भाइको टिका खोइ नगर्न बहिनी अनि मेरो काम छ भनेको यो केटी के भएको पास गर्नु हैन ए म त मेरो भनेको डीजे धेरै घर सम्झि अब एकछिन दिन सम्झि हो नि गाडी डीजे पनि हो त यसो छ राम्रो छोरी हुनुहुन्छ मेरो रुजना मगर नानी हाई भनेको साहब हाम्रो हाई भन्दैन नि चौकी चौकी यस दामी 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 एकताले फेरि देखाइदिनु मलाई चौकी चौकी यता मेरो बहिनीले चिया खानुहुनेछ के बनेको यो चाहिँ मटर पनि ग्रेभी बनिँदैछ यो चाहिँ पकौडा डिपार्टमेन्ट मासु पकाउला के साम्दिनु भाइ कस्तो भयो क्याप यस्तो लाउनुपर्छ खोइ भाइ यस्तो यस्तो छ यस्तो पार्ने पछाडिबाट फर्काएर हो त्यस्तो त भाइले पो जानेको छ त हो चौकी चौकी एकखेप चेकी चेकी गरिदिनु नि चौकी चौकी गरिदियो त भाइ बेहुला दिनु पर्यो नि लमीले चाहिँ एकजना लमी चाहिँ यहाँ हुनै पर्छ अब बेहुला बेहुली उठाएर के छ अन्त त यहाँ राखेर ढोक्नु पर्यो नि दहीमा चाहिँ फुल चाहिन्छ है फुल छ अरे त यात्रा त यस्तो गुलाबको फुल हामीले दिएको छौँ पहिला ढोका तिमीले तिमी अगाडि राख्नुपर्छ फुपूले बोला अब फुपूले चिनी राख्नु जहाँले चिन्नु पर्यो यो हाम्रो फुपू हाम्रो फुपूै भन्नु चिनाउनु पर्यो आमा भयो अब छैन भने आमा नै हो अब नि तामा भनेको त आमा बराबर हो आमा बराबर है अब दाजु जेठा दाजु है आफ्नै दाजु आफ्नै जेठा दाजु अब फुपूको ढुङ्गा मारु जेठु दाजु भाउजू रोक्नु पर्यो दुईजना एकैचोटि एकैचोटि दाजु एकैचोटि त्यही हो एउटै हो यता दाजु यता भाउजू लो चिनाउनु पर्यो नि नचिनेको होला चिनेकै छैन भाउजूलाई नि ढोक्नु पर्यो भाउजूले पनि भाउजू अलग्गै किन आमा पो कहाँ अलग्गै होइन यो लग्यो होइन त्योमै अब चाहिँ सधैँ जस्तो अब चाहिँ बोल्दा होसियार कुरा गर्दा होसियार हिँड्दा घुम्दा होसियार ठेस लाग्ला माइला माइली अब जेठा त अघि सकियो अहिले आदि यो चाहिँ जन्ती पार्टीहरूको लागि उनीलाई पनि पठाउँछ नि के लिनु आज जन्ती साहब हो जन्ती साहब
लु खोल्यो खायो किनभने कडा खाने के ठिक छैन पछि बिदाइबारी सकिएको चप्ली खोइ बारीको ल आऊ है आऊ अब पैसा तिरेर मात्रै पायो चप्पल पनि फेरि त्यो चाहिँ अरू त कोही दुईजना गोठे नफर्किने हिसाब 3 जना चाहिँ गोठे 3 दिनमा त फर्किनु पाएको अहिले त हुँदा अहिले यस्तो माया भन्छ माया हुन्छ दामी होइन फुपूले भने होइन गरी खानु बुझ्यो नि अब बेहुलापट्टि खानुपर्छ भन्दैछ दामी चौकी चौकी त्यो फाइन तिर्नुभन्दा चुप होला हामी चाहिँ फर्केको हामी मेरो भाइको जति गएर